हेलो गाइस वेलकम बैक टु युट्युब च्यानल। नमस्ते पेपलो तसिदिले। आज चाहिँ म है कालिम्पोङतर्फ जाँदैछु मेरो भाइको छोराको छेवारको लागि। तपाईहरुलाई त्यहाँको सबै दृश्यहरू देखाउने छु, हेर्दै गर्नु होला। अहिले हामी चाहिँ आधी बाटोमा आइपुगिसकेको छौं है। बाटो पनि एकदमै दामी, वेदर पनि दामी, मजा आउँदैछ आफ्नो माइत घरतर्फ जानु हैन बहिनी? अन्त अब हामी चाहिँ जाँदैछु, हेर्दै गर्नु होला। तपाईहरुलाई म भोलि हो छेवार चाहिँ है, आज साइड मात्रै छ, त्यो सबै दृश्यहरू देखाउने छु। हामी चाहिँ घर आइपुगिसकेको छौं। अब चाहिँ नानीको केस काट्ने साइड पनि भइसकेको छ है। यहाँनिर चाहिँ हाम्रो चाङले चाहिँ अब नानीको केस काटेर साइड गर्दैछ। नानीको आमाले, उसको मामा चाहिँ बाहिर भएको कारणले गर्दा आमाले नै साइड छोपेको। हेर्दै गर्नु होला, तपाईहरुलाई पनि देखाउँदै जानेछु है छेवार चाहिँ कसरी गरिन्छ भनेर। दुईजना आएर भाइ कपाल काटेको ल भयो 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 त दुखेन त। ऊ अब तेन्जीको काट्नुपर्छ, तेन्जीको काट्नुपर्छ। खायो भाइले? यता हेर्नु, लास्टो गर्नु नम नम। Hello guys. गुड मर्निङ तपाईहरु सबैजनालाई। सब्जी काटाइ हुँदैछ है। घाम लाग्दा त कस्तो दामी देखे झन् चौरहरु। टाउकोको त अन्त अलग्गै हुँदो रहेछ त स्टाइल। टाउकोको त अलग्गै हुँदो रहेछ त। काटेर बनाउँदा बनिएला अन्त विवेकासनको स्टाइल गरेर चाहिँ दामी बनाएछ है। फर्स्ट हो कि सधैँ बनाउँथ्यो यस्तो चुला? दामी हुँदो रहेछ है। आलु मागो निभ्यो। आजको छेवार भयो है। छेवारको आथा भयो, काटिदिनु चाहिँ आशै आइचाला। कति नराम्रो भयो लु, दामी भयो। अब यो भन्दैछु बाजे आप्पाको टर्न भन्दैछ। अब बाजे बनाउने रे मलाई। ल यो दादी उसको काटेपछि आप्पाको पनि काट्छ अरे नि। ल भयो भयो, बेट्री सकिन्छ, बेट्री सकिन्छ। भाइ के रहेछ भाइ? त्यो ठुलो हैन हामीलाई। भाइ के हो त्यो? के हो बाबा? के हो त्यो? फोटो नखिच्नु नि, नखिच्नु। खिचिदिन्छु त म त भाइको फोटो। के हो त्यो भन न? के हो बाबा त्यो भन न? के हो त्यो? के हो भाइ? के हो यो? के हो? राख्नु पर्यो म त्यो। मलाई देऊ। खाइसकिस् भाइ? बस्ने ओर्ने छैन त अन्त बन्दोबस्त। जे खाना खाइसक्यो? आज आइज ह्याप्पी छेवार दोजिन। यहाँ हेर न, आइछला आज त केस काटेर हेर त। ल यहाँ हेर न, आइछला ह्याप्पी छेवार। कस्तो राम्रो देख्यो भाइलाई है। ल आज चाहिँ भाइको केस काटिसकेको छ होइन। बस ल यहाँ छ डिसेन। ल ल बसौँ। ल चाङहरू बस। सबैजना यहाँ रेडी भइसकेको छ है। नाना, आबेन, आबेन सञ्चालिक भयो। ल बस बस न सबैजना।
मेमेकोबाट सुरु भयो छेवारको साइत है उयो हेर्नु नि चाङ यता पका त लु सुल्टा पारा लु जो बसा लु बसेर हेर दाजु त यत्रो भएको छ बस न बस यहाँ बस आफू पनि छ आपा नाति उ त नदेखेर यहाँ लो बस न त्यही थ्याङ्क यू मेमे को अरे को अरे भाइ लु माइला दोजिनको आपाकोबाट आशीर्वाद दिँदैछ है ल ल ल ल ल आपा छे गरेको खै अन्त ए लु भाइको यहाँ आयो आशीर्वाद है आइस हेरेको हेर न यहाँ अन्त लु आमा छेवर भएको आमा आपा छे आमा छे अल्छी लाग्यो जस्तो छ त टिकी लु लगाइदियो हुन्छ लु धेरै आशीर्वाद हुन्छ भन थ्याङ्क यू आमा आबेन आउनु है भित्र थ्याङ्क यू मेमे चिन्डु आज त चिन्डु भएछ आनीले के ल्याइदिनु भयो ठुलो आसिङ ठुलो आनी बजारबाट आउनु भएको ठुलो आनीले चाहिँ भाइलाई के दिँदैछौ खोइ आनी कान्छाको छोरा है नो नो किन कहाँ जाने आमा भएकोमा यहाँ बस छिटो बस्नुहोस् यस्तो दामी घाम लगाइरहेको छ अहिले है के दामी भयो रे भाउजू भाइको चाउमिन साइली ल गिफ्टमा त ओपनिङ गर्दैछ यहाँ भाइको अङ्कल मिस्टर पेमा तामाङ है सिलगढी कम्ता छिटो होइन
आशीर्वाद है त्यो सबैको त्यहीँ लाउनु पर्यो है one collecting box. थ्याङ्क यू लगाएर राख न आफ्नो आफ्नो गाडी चाहियो लु आगो आँसुकोबाट गिफ्ट आएको छ यहाँनिर आइसाला दोजिनलाई गिफ्ट हो यो चाहिँ आगो आँसुको थ्याङ्क यू भन न त लु उतै जान्छ वाउ कस्तो राम्रो देख्यो भाइलाई त फेरि कुदाउनुहोस् लु भाइले त गिफ्ट पाएपछि त के हो है बाहिर जाने भन्दैछ अझै छोक ऊ यहाँ न अरू पनि सबै दाउमै छ खेल्नुलाई होइन लो आमेनबाट है कदा उसलाई त बाइक पाएपछि त फेरि ऊ चाहिँ को हो फेरि ए ल हुन्छ भन यता फकिनुहोस् उसको त जुजो मेमे है मेमे पर्यो मेमे पनि जुजु मेमे के मेमे आखे ल आँखेबाट धेरै आशीर्वाद चाहियो बस्नु बस्नु मामा बस्नुहोस् पूजा चाहिँ यहाँ दिने ल डान्स गरिसकेको अब पेमो भाइको छेवा सक्यो अब है भाइ भाइ त सुतेर उठेको होइन चिन्डु हजुर आज त चिन्डु भइरहेछ यहाँनिर यहाँ हेर न भाइ यता आनीलाई हेर न यता निन्द्रा सरी छ खाना खानुलाई है भाइ